वाइ युएसए? पहिलो र मोस्ट इम्पोर्टेन्ट, ग्लोबल्ली रिकगनाइज डिग्री, टप डिग्रीमै पर्छ, जहाँ पनि बिक्नुहुन्छ, नो प्रब्लम। सेकेन्ड रिजन स्कलरसिप, हेभी स्कलरसिप, ट्यालेन्टेड डिजर्भिङ हुनुहुन्छ, स्याट गर्नुभएको छ, 1500 माथिको स्कोर छ, अप टु 100% पाउनुहुन्छ, यो अरू कहीँ पनि पाउनुहुन्न। तेस्रो रिजन डकुमेन्टेसन, लिटरली केही पनि बनाउनु पर्दैन, इन्टरभ्यू फेस गर्ने हो, कन्भिन्स गर्ने हो। चौथो रिजन अफर लेटर, अफर चाहियो तपाईँलाई, I-20 चाहियो, विथिन अ विक वी क्यान प्रोभाइड यु। फिफ्थ रिजन इन्टरभ्यू डेट, तपाईँले आजको मितिमा इन्टरभ्यू डेट ज्यानको नि ओपन छ, फेब्रुअरीको नि ओपन छ, पहिला जस्तो कुर्नु पर्ने छैन, तपाईँको टाइम ल्यागिङ हुँदैन। र अर्को लास्ट एन्ड द मोस्ट इम्पोर्टेन्ट, प्यारेन्ट्सहरूको लागि अझ सहज, किनकि तपाईँले युएसको इन्टरभ्यू पास गरेर भिजा लगाइसकेपछि मात्र तपाईँले युनिभर्सिटीलाई फी तिर्ने हो, पे आफ्टर भिजा। सो यी कारणहरूले गर्दाखेरिमा युएस आज पनि टप स्टडी डेस्टिनेसनमा छ। एनी कन्फ्युजन, कसरी गर्ने, कहाँ गर्ने, कुन युनिभर्सिटी पढ्ने, कुन कोर्स सेलेक्सन गर्ने, इन्टरभ्यूलाई कसले गाइडेन्स गर्छ, अनि भिजा आफ्टर भिजाको लागि प्रोसिड्युरहरू के हुन्छ, यी सबै कुराहरू बुझ्नु छ भने यु क्यान भिजिट सोलस ग्लोबल एजुकेसन। थ्याङ्क यू।